के तपाईँ फर्स्ट टाइम होम बायर हुनुहुन्छ? तपाईँलाई थाहा छ धेरैजसो फर्स्ट टाइम होम बायरले गर्ने नम्बर 1 मिस्टेक के हो भनेर? म आज तपाईँलाई भन्दैछु नम्बर 1 मिस्टेक के हो भनेर। दे गो हाउस हन्टिङ बिफोर प्री अप्रुभल। उहाँहरू जानुहुन्छ, आफ्नो घर हेर्न थाल्नुहुन्छ अनि दे विल फल इन लभ विथ द्याट हाउस, राइट? अनि घर मन पर्न थाल्छ, तर उहाँलाई थाहा हुँदैन कति एमाउन्टको लोन उहाँ चाहिँ क्वालिफाई हुनुहुन्छ भनेर। त्यसैले go to the lender or loan officer and know what amount you qualify भनेर। त्यसले गर्दाखेरि तपाईँले तपाईँको टाइम बचत हुन्छ, तपाईँको बजेट स्ट्रेचिङ हुँदैन। तपाईँ यति एमाउन्टको घर हेर्दैछु भनेपछि त्यो एमाउन्टको घर हेर्न सक्नुहुन्छ। तपाईँले राम्रो घर हेर्नु होला, तपाईँको लोन एमाउन्ट क्वालिफाई नहोला, अनि त्यसले गर्दा तपाईँलाई स्ट्रेस दिन सक्छ। एन्ड मेनली इट्स गिभ यु द बाइङ पावर। तपाईँले त्यो प्री अप्रुभल लैसकेपछि यति एमाउन्टको घर लिन सक्छु भनेर म ढुक्कले तपाईँले मार्केटमा गएर त्यो एमाउन्टको घर हेरेर चाहिँ तपाईँले आफ्नो घर ड्रिम होम ओनरसिप चाहिँ लिन सक्नुहुन्छ।